नमस्कार, म महेश कार्की क्षितिज। आज म तपाईहरू समक्ष एउटा कविता वाचन गर्न गइरहेको छु। मैले वाचन गर्ने कविताको शीर्षक हो गाउँमा छन् गीतहरू। कविता यस्तो छ। सुक्ति बनाएर संस्कृतिलाई गाउँभरि गीत रूपेर गीतभरि गाउँ गाइरहेका छन् गाउँका मान्छेहरू। सुक्ति बनाएर संस्कृतिलाई गाउँभरि गीत रूपेर गीतभरि गाउँ गाइरहेका छन् गाउँका मान्छेहरू। श्रुति परम्पराको धारमा हस्तान्तरित भइरहने गाउँमै त छ पुस्ता पुस्ता जीवित रहने गीतै गीतको प्रज्ञा। श्रुति परम्पराको धारमा हस्तान्तरित भइरहने गाउँमै त छ पुस्ता पुस्ता जीवित रहने गीतै गीतको प्रज्ञा। विश्वासै विश्वासको दन्ते कथा भन्ने हजुरआमाको घर, दुहुनो गाई जस्तै संगीत खसाइरहने छाँगाको विरासत। नानीहरू गाउँदैछन् तोते बोलीमा शिशु गीत, नानीहरू गाउँदैछन् तोते बोलीमा शिशु गीत। ऐया बाबा घैयापाको चिउरी कुटाइदेऊ न, नेपालबाट बेहुलो आयो बेहुली लुकाइदेऊ न। सिमल बोटे खेतको खलेगरामा दाइँ गर्दै गरेका दयरेहरू गोरु घुमाउँदै गाउँदैछन् दाइँ गीत। मियोको टुप्पोमा बसेछ कोइली, आजका दयरेलाई घिउको चोइली। सिमल बोटे खेतको खलेगरामा दाइँ गर्दै गरेका दयरेहरू गाउँदैछन् दाइँ गीत। मियोको टुप्पोमा बसेछ कोइली, आजका दयरेलाई घिउको चोइली। मान्छेका ओठ ओठमा भएपछि गीतको पाठशाला, गाउँको माटोभरि फलेको हो गीतकै फल। गाउँको आकाशमा लागेको हो गीतकै घाम, तल माथि गरेर चलेको हो गीतकै हावा। भेटिरहन्छ परिचय गाउँको सम्झनै सम्झनाको अलिखित प्रतिबिम्बमा। ऐचो पैचोको अर्थशास्त्रीय परम्परामा न त आउँछ सम्बन्धमा रासको नियम, न त आउँछ सम्बन्धमा रासको नियम, न त घट्छ साझेदारीको पर्म तिर्ने सिलसिला, न त हराउँछ रत्यौलीमा आमाहरू बुबा बन्ने मौलिकता, न त सकिन्छ मारुनीमा नारीहरू नर बन्ने लोकनाच। बारी खन्दै गरेका यी आमाहरू फागको लयमा मस्त छन्, कोही कोदालोको नचाहीमा स्वतस्फूर्त रोपिरहेका छन् मुरी मुरी श्रमगीतका लयहरू। कोही लोग्नेले गरेको उपहासलाई, माइतीहरूले देखाएको व्यवस्थालाई आह्वान गर्दै देवी देवताको मागल र सगुनको भाकामा भन्दैछन्, सिमेर भूमे 33 कोटी देउता माथैमा, कुन र धर्म देउराली देवी बसेको माथैमा। संस्कारलाई राखेर शिरमा चढेर गीतै गीतको सगरमाथा, संस्कारलाई राखेर शिरमा चढेर गीतै गीतको सगरमाथा। छातीभरि कुदेर आफ्नै देश गीतभरि उज्यालो गाइरहेका छन् गाउँका मान्छेहरू, गीतभरि उज्यालो गाइरहेका छन् गाउँका मान्छेहरू। हस्त, धन्यवाद।